छैन अनि वाचन गर्छु, शुभकामना दिन्छु। र म अब चाहिँ सबभन्दा पहिला आजका यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व, मैले अघि नै भने मेरो पूज्य दाजु हुनुहुन्छ, नातामा दाजु हुनुहुन्छ, साहित्यिक यात्रामा दाजु हुनुहुन्छ, प्रेरणाको स्रोत हुनुहुन्छ र प्रताप पछाडि लुकेका मान्छेहरूको लागि त एउटा अब बिम्ब जस्तै बनिसक्नु भएको छ। लेकाली भनेपछि सायदै यो अलिक परको, अझ परको कुनै पनि साहित्यिक इतिहासले सायदै बिर्सन सक्दैन होला। त्यो हृदय स्पर्शी नाम आज हाम्रो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ। उहाँलाई हामीले आज सम्मान गर्ने कार्यक्रम राखेका छौँ। दाइलाई भनेकै थिएन मैले, अहिले भन्दै हुन्छ, मलाई चाहिँ भनेकै थिएन। दाइले नभनिकन हामीले आज नोबेल साकोसको तर्फबाट उहाँलाई सम्मान कार्यक्रम राखेका छौँ। म पहिला त उहाँलाई सम्मान ग्रहण गरिदिन अनुरोध गर्छु र म कसले के सम्मान गर्ने पनि भन्छु। त्योभन्दा अगाडि सम्मान पत्र वाचन गर्छु। त्यो भोल्युम अलिकति चाहिँ बढाइदिएदेखि हुन्थ्यो होला जस्तो लागेको छ। होइन, मैले घटाएको अहिले सुनिएको छ त, राम्रो सुनिएको छ। म पहिला यहाँ लेखेको बेहोरा वाचन गर्छु। हामी अन्धकारलाई श्राप दैनौँ, बरु एउटा दियो बाल्छौँ, यही स्लोगन लिएर हामी अगाडि बढेका हौँ। यहाँ धेरै संस्थाका आजीवन सदस्यहरू हुनुहुन्छ। मैले सबैको नाम लिन सकिनँ होला, कोही पनि नरिसाइदिनु होला। सबैलाई हार्दिक स्वागत छ। यही दिव्य मन्त्र जस्तै स्लोगन लिएर हामी अगाडि बढेकोमा आज हाम्रो यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुभएका आदरणीय व्यक्तित्व राधेश्याम लेखालीज्यूलाई सम्मान अभिनन्दन गर्ने कार्यक्रममा यहाँहरू सम्पूर्णको सहभागिताको म आशा गर्दै वाचन गर्छु। नोबेल साको साहित्यिक संस्था काठमाडौँ नेपाल, युगराज सर रेकर्ड गरिदिनु होला अरे के भिडियो है। नोबेल साको साहित्यिक संस्था काठमाडौँ नेपाल सम्मान पत्र राधेश्याम लेखालीज्यू, वरिष्ठ साहित्यकार, अध्यक्ष, साहित्यिक पत्रकार, इलाम नगरपालिका 2 मालापथमा विक्रम सम्वत 2015 साल असार 22 गते यस धरतीमा पदार्पण गर्नुभएका तपाईँ हाल काठमाडौँ महानगरपालिका 29 अनाम नगरमा रहेर विभिन्न साहित्यिक, सामाजिक र व्यापारिक पेसा अपनाउँदै विगत लामो समयदेखि विशेष गरी साहित्यिक पत्रकारिता, कविता र सम्पादन विधामा अब्बल सृजना तथा कुशल सम्पादन गरी नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील हुँदै आउनुभएको छ। तपाईले सृजना गरेका 1 दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् भने 3 दर्जनभन्दा बढी साहित्यिक पत्र पत्रिका सम्पादन गरिसक्नु भएको छ। विभिन्न विधामा 7 दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार पाइसक्नु भएको छ। साहित्यिक पत्रकार सङ्घ नेपालका अध्यक्ष तपाईँका साहित्यिक गतिविधिले नेपाली समाजलाई समुन्नत र एकताबद्ध बनाउन अतुलनीय भूमिका खेलेका छन्। लगभग 2 दर्जनभन्दा बढी साहित्यिक संस्थाहरूमा संलग्न रहँदै नेपाली भाषा, साहित्य, कला, सूचना तथा सृजना र सामाजिक गतिविधिमा अत्यन्त सक्रियताका साथ समय, सिप र साधन खर्च गर्नुका साथै यस संस्थामा निरन्तर साहित्यिक गतिविधिमा प्रेरक भएर योगदान गर्नुभएको छ। तपाईँ साहित्य र अभियन्ता हुनुहुन्छ। त्यसैले यस संस्थाद्वारा तपाईँका योगदानको उच्च मूल्याङ्कन गर्दै नोबेल साकोस एन्जेलिना न्यौपाने विशिष्ट साहित्य सम्मान 2082 द्वारा तपाईँलाई सगौरव सम्मानित गरिएको छ। तपाईँको साथ र सेवा यस संस्थाले पाइरहनेमा हामी आशावादी छौँ। सुशीला ढकाल अधिकारी, श्री महासचिव, गीता अर्याल कोषाध्यक्ष, पुष्पा रञ्जित संरक्षक, सरस्वती गौतम समृद्धि अध्यक्ष, राजन न्यौपाने सीएम संस्थापक संयोजक, मिति 2082 पौष 5 गते शनिबार। यो सम्मान पत्र यसरी, यो चाहिँ मैले गल्ती पढेँ, माघ 3 गते शनिबार। यो यहाँ मैले वाचन गर्दै गरेँ। अब यसपछि यो सम्मान पत्र अगाडि लगिदिन मैले स्रष्टालाई अनुरोध गरेँ र त्योभन्दा पहिला
यो त अमेरिकाको सहयाल हजुरलाई अगाडि आइदिन म अनुरोध गर्दछु प्लिज अगाडि आइदिनुहोस् न ए हस् हस् अब यहाँ हाम्रो अध्यक्षज्यूलाई के अरे सभापतिज्यूले व्यवस्था मिलाइदिनु होला यो माला लगाइदिएर हाम्रो आदरणीय पुष्परञ्जन गुरुङले माला लगाइदिनु हुनेछ त्यसै गरी हाम्रो सभापतिज्यूले उहाँलाई रुद्राक्ष लगाइदिनु हुनेछ अनि आदरणीय व्यक्तित्व पुष्प लुइटेलज्यूले उहाँलाई यो अभिनन्दन गरिदिनु हुनेछ दोस्सल्ला लगाएर पालै पालो गरिदिनु हुनेछ र सम्मान पत्र प्रदान गरिदिन म आदरणीय दामोदर बुढा सैनिक दाजुलाई अनुरोध गर्दछु अनि हाम्रो राधेश्याम दाई सम्मानित भइरहेको अवस्थामा जोरदार ताली बग्छ भन्ने कुराको मैले अपेक्षा गरेको छु किनकि मलाई लाग्छ साहित्यिक क्षेत्रको असाध्यै प्रिय मान्छे सबैको आँखामा बस्न सफल भएको व्यक्ति अनि साहित्यिक क्षेत्रमा निकैको व्यक्ति हुनुहुन्छ मलाई आदरणीय बहिनी विमला ढकालले जानकारी दिनुभएको छ स्रष्टाका दाई भाउजू र भाइलाई अगाडिपट्टि आसनको व्यवस्था गरेकोले तिनैजनालाई अगाडि आइदिन अनुरोध गर्दछु म दाजु भाउजू र भाइलाई पनि अगाडि आइदिन अनुरोध गर्दछु अगाडिको रोमा आइदिनु होला आदरणीय राधेश्याम लेखाली दाजुलाई हार्दिक बधाई धन्यवाद ज्ञापन गर्दछु त्यसै गरी अब अर्को सम्मान पत्र यो पनि सम्मान पत्र नै रहेको सम्मान पत्र होइन बधाई पत्र रहेको छ